कवि दीननाथ पोखरेलज्यूको एउटा मिठो कविता छ, अहिलेको समय सान्दर्भिक कविता। भुजङ्ग प्रयात छन्दमा लेखिएको यो कविता अत्यन्त मिठो छ, सुनिदिनु होला है त। मलेखौं र बाणौं नयाँ दर्द काव्य, बताओस् सुबाटो भनोस् विश्वश्राव्य। जता हेर्छु प्रासाद मुस्लो उठेको, बनी उठ्छ कहिले छ छाती दुखेको। यता डुल्न लाग्यो धुवाँ वायु रोकी, दियो कष्ट ज्यादै डुलाएर खोकी। ठुला बार लागे बने बन्द बाटा, ठुलो चोट चर्क्यो हुँदा देश घाटा। जले सम्पदा पूर्ण आगो लगाई, गल्यो चेत सद्भाव टाढा बनाए। गरौँ नित्य गाली कहाँ मर्छ ताप, सधैँ खड्कियो देश चिन्ने अभाव। भए भ्रष्ट धेरै चुसे देश छाती, उचालेर मान्छे चलाए खलाती। बल्यो सान हाम्रो पुरानो चिनारी, उठौँ एक बन्दै जगाउँ सुधारी। कला छन् भला छन् चुनी साँच नजानु, सबै बाँच्न पाए स्वयं बाँच्न ठानु। खुसी राज गर्छिन् कला साँच नजाने, सधैँ शान्ति नाच्छिन् भला कृत्य छाने। म छोरा र छोरी स्वयं मार्न थाले, सबै सत्यवादी चुनी अग्नि बाले। स्वयं कृत्य हेर्दै मलाई सराप छ, म एक्लो रमाए सधैँ देश हार्छ। कला देख्न थाले गला खोल्न थाले, नयाँ क्रान्ति छर्दै स्वयं बन्छु भाले। यता हेर्न आए सधैँ रहन्छ विश्व, यसो गर्न थाले कहाँ बन्छु रस्व। यसो गर्न थाले कहाँ बन्छु रस्व। कविताको शीर्षक छ कहाँ बन्छु रस्व। यसै गरी हजुरहरूको पनि कविता वाचन गर्न इच्छा छ, गराउन इच्छा छ भने मलाई म्यासेज बक्समा चाहिँ कविता लेखेर पठाइदिनु होला। म अवश्य पनि यो कवितालाई हजुरहरू समक्ष यसै गरी प्रस्तुत गर्नेछु। जय होस्।